हेलो गुड इभिनिङ। ल है आज चाहिँ दाइहरूसँग कर्नेसतिर चट्टासँग होइन लाग्यो त होइन ल। अब चाहिँ हाम्रो व्यवस्था हुँदैछ है। के भयो र के भयो र कसो भयो म बनाउँदै दाइ ल। आजको हाम्रो चाहिँ यात्रा भनेको कर्नेससम्म अबुधाबी कर्नेस गएर यसो रमाइलो घुमघाम गरेर नुहाएर आउने साथीभाइ प्लानिङ छ है। यस्तै हो ल। हाम्रो टिम चाहिँ यही हो। आउने दाइ के भन्नु पर्यो मैले? हामी जान लागेको होइन त। हेलो, हामी जान लागेको हाम्रो विशाल कर्नेसतिर होइन कलेज घुम्न जान लागेको। यस्तै हो। अब विशाल भाइलाई विशेष धन्यवाद। यो आयोजना गर्नुभएकोमा हाम्रो विशाल भाइलाई धेरै धेरै धन्यवाद। ओके वेलकम दाइ वेलकम। अब बाँकी भिडियोहरू चाहिँ बिच बिचमा आउँछ होइन मिलाएर। यो चाहिँ टिकटकमा हाल्दा चाहिँ ब्यान्ड छ है मेरो भाइ। ओके टिकटकमा चाहिँ हाल्न पाउँदैन यो। ओके युट्युबमा क्लिप है युट्युबमा हो। युट्युबमा। यो चाहिँ हाम्रो क्याम हो ट्याक्कासँग। अब चाहिँ यहाँदेखि चट्टासँग ल गाडी यो छिरौँ गाइड। ए हुन्छ दाइ हुन्छ धन्यवाद तपाईँलाई। ल ल ल छिरौँ छिरौँ। ऋषि ओए केटा हो अनुहारै देखाउँदैन त यो। पुग्छ सोध्नु है पहिला के बाटोमा गाह्रो पर्छ खोइ त यता पछाडिको केटाहरू ल है अब हाम्रो चाहिँ यात्रा सुरु ल्याउने हो घुम्ने हो। अब दिउँसोमा आउँदै उज्यालो यो पानीको लागि कस्तो राम्रो ठाउँ थियो दाइ। अनि दिउँसोमा आएको त कस्तो राम्रो ठाउँ थियो भाइ। दिउँसो भन्दा पनि बेलुका बेलुका साँझमा चाहिँ घुम्नु ठिक हुन्छ क्या। आयो भने त बलै खेले ठाउँ त्यो कर्नेसको मेन ठाउँमा त बल खेल्न आउँछ। साथीहरू क्यामेरा पछाडि बसेर सबै भएन के। पर पुगेर आयो त्यो मऱ्यो। घुम्ने हो फेरि कहाँ छुट्टिनु त घुम्ने पनि सिटिङ मारेको यो भोलि काटेर मिलाउनुपर्छ गानालाई। अबुधाबी घुमेर लगभग फर्किने समय भयो नि होइन। भयो ल हाम्रो गाडी पनि अब रेडी भइरहेछ है। भर्खरै हामी त अब गाडी पनि आइसक्यो। गाडी चाहिँ यता अगाडि छ। यस्तै छ हाम्रो त। यता अगाडि अब मान्छेले के भन्छन् भने बस्दाखेरि वरिपरि सबैजना के अरे बस्ने ठाउँ त यो केही हुँदैन, हामीलाई त यसो बारेर राखिदिएको ठाउँ हुन्छ भन्न पनि गाह्रो। अब साथीभाइहरूलाई पनि अब के अरे यो हुँदैन ल चाहिँ यता हो अगाडि राम्रो हुँदैन ट्याक्कासँग। अब यहाँनिर चाहिँ हामी फर्क्यौँ आफ्नै निवासतिर होइन दाइ। ल हाम्रो साथीहरू यता सबै हजुर